साथी सब अंशु बुआ के मार दिल की होली में बुआ के लागी हड़ताल ही जनकपुर में अहाँ सब देख सकै छी। हमरा बेटी लागी हमरा लागी मिले चाहिए मिले के चाहिए हमरो मार देते तो हमर मिले के ना मिलते मार दे जते बात ओकरा से पैसा ही मरवा दे वहाँ के एउटा मात्र छोरा थियो एकलो छोरा उहाँले माउनु भएको छ यही व्यक्तिहरूले उहाँले छोरा प्रहार गरेर हत्या गरेको छ त्यो कुरा सबैलाई थाहा छ सर्वविदित कुरा छ तर अहिले उहाँ सरकारसँग अनि प्रशासनसँग बेबस भएर आफ्नो छोराको न्याय माग्दैछन्। यो चर्को खाममा उहाँले यो रामानन्द चौकमा आफ्नो छोराको न्यायको लागि के साँच्चै उहाँ नेपाल देशको नागरिक हो कि होइन, उहाँले न्याय पाउनुपर्छ कि पर्दैन, अंशु यादवले न्याय पाउनुपर्छ कि पर्दैन यो प्रश्न उठेको छ। यहाँ विभिन्न आम जनताहरू सर्वसाधारणहरू समाजसेवीहरू आन्दोलनमा उत्रेका छन्। उहाँको गुनासो छन् प्रहरी प्रशासन सबैमा उहाँको गुनासो छन्। के छ भने उहाँको छोराले न्याय पाएन, त्यही गुनासो लिएर उहाँ अहिले पनि आन्दोलनरत हुनुहुन्छ। यो कुरा हामीलाई किन सोध्नु भएको यो कुरा पुलिस प्रशासन